ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। हामी चाहिँ एकदम सन्चै छौँ। हामी चाहिँ आज घर जाँदैछौँ गाइज। यता होटेलमा बसिरहेछौँ। मेरो बुढा चाहिँ यता हुनुहुन्छ। हेलो गाइज, नमस्कार। आज चाहिँ हामी घर नजिकैको होटेलमा बसिरहेछौँ। अब आज चाहिँ घर जाने हो। आजभन्दा नि हिजो बसेको, अब आज चाहिँ घर जाने गाइज। हिजो चाहिँ रात परेर बसेको, हिजो पुग्न पाइएन। आज चाहिँ सबै सिनहरू देखाउँछु। अनि घरमा चाहिँ छोरो पहिलोचोटि जाँदैछ, आमा बुवाको कस्तो रियाक्सन हुन्छ सबै देखाउने छु। हेर्दै जानु होला। हामी बसेको चाहिँ यो चाहिँ कोठा हो गाइज। यता चाहिँ एकदमै राम्रो व्यवस्था छ। कस्तो घाँटी दुखेको छ। यो चाहिँ भर्खर खोलेको होटेल। एकदमै राम्रो लाग्यो मलाई चाहिँ। यहाँको खाना पनि मन पर्यो। कस्तो राम्रो देखेर। यो चाहिँ पुरै अर्ग्यानिक छ। यता पनि के अरे यो कुर्सीहरू नि काठको राखेको छ। एकदमै राम्रो सिन देखिने। ओ यता सिधै अगाडि चाहिँ हाम्रो घर पर्छ। माथि चाहिँ गोदामकोट भइहाल्यो। यो चाहिँ तल्लो बगर भन्ने ठाउँमा हो। म चाहिँ यता तातो पानी खाँदैछु। खाने हो। एकदमै घाँटी दुखेको छ। हजुर कागती खाएर मुख बिगारे। मुख बिगारेको। यता काग खराइराख। यता दिदी आएको। दिदी खै खै म त्यो ब्याग बनाइदिँदै गर्छु। पैसा दिँदै गरौँ ल, अनि जाउँला। कति महा खै मैले भनेकै छैन लिएर ल्याउनु। हामी चाहिँ अब घर जान लाग्यौँ। कता दिदी यस्तो छ। यस्तो डाँडा। यता चाहिँ गोदामकोट पर्यो। यता चाहिँ हाम्रो घर अलि अगाडि हिँड्नुपर्छ 20 मिनट। हजुर तर आज आए भए पनि आउनु रहेछौँ है साँझ मगर। बजारको अब लास्ट स्टेजमा आइसक्यौँ बजारको है। ल यहाँको बारेमा भनिदिनु। यतापट्टि जाजरकोट पऱ्यो, उतापट्टि रुकुम है। पहिला 1 वर्ष अगाडि तलको पुल भाँचिएर 3 महिनाको बेर भएको थियो। अहिले चाहिँ राम्रो बनिरहेको छ। तल देखाइदिनु त। त्यही है ऊ गाडी हिँड्ने पुल। आमा यो ठुली भेरी हो। यो चाहिँ झोलङ्गे पुल गाइज। ए हेलो छिटो आउनु छिटो। के रोकिरहनु।
हाल्दै नलिनु है मलाई के हुन्छ बच्चालाई चाहिँ उसको बुवासँग दिएको छु यो फुल चाहिँ डर लाग्दो हुच्छु एकदम पछि पागल जस्तो हुँदै हुन्छ यो जाडो भित्रमा जाँदाखेरि त्यही उफ्रे मेरो सल छ कि जेब्राको माथि म चाहिँ यहाँ डबल ब्याग बोकिरहेको छु उनीहरू चाहिँ उहाँ पुगिसक्यो म चाहिँ पछि हिँड्नै गाह्रो अब अलिकति 5 मिनट जति हिँड्ने आउँछ होला यो चाहिँ बाटोमा हाँस्यो हो यो ठाउँको नाम चाहिँ के रे यहाँ के भन्छ रे छरी बगरी घाटमा आइसक्यौँ त्यहाँबाट अलिकति उग्लेसी अलिकति माथि चाहिँ हाम्रो घर आउँछ हामी चाहिँ अलि ढिलो हिँड्ने भएकोले अलि टाइम लाग्यो बच्चासँग अनि सामान पनि थियो थोरै यता बाटो चाहिँ यस्तो पानी बगिरह त्योभन्दा माथिको एउटा त्योभन्दा झन् माथिको एउटा त्योभन्दा झन् माथिको एउटा कहाँ गरे यो त्यो पोल छ नि पोल त्यो दुईटा कुन्यु लागेको छ नि धानको त्योभन्दा थोरै माथि पोल छ पोल गाडेको एउटा त्योभन्दा घारेटोको एउटा अनि त्योभन्दा अरू घारेटोको तिनवटा माथि तिनवटा त्यो चाहिँ हाम्रो खेत होइन हाम्रो घर साइड यही हो यस्तो छ वाग वातावरण यो हाम्रो माथिको बस्ती खाइ के हुन्न बिमार दुई तपाईँ सेतो छ क्या कालो होला सबले लागेको भित्र